हेलो गाइज वेलकम ब्याक। म चाहिँ ऱ्याक्स टु एफएफ भइगडा हो अनि आज चाहिँ Chegou a hora. Solta o नयाँ som. भिडियो लिएर आइसकेको छु केटा हो। अनि मेरो भिडियोको बारेमा रहेको छ फायरक्राफ्ट ल्यान्ड म्याप बनाउँदा प्यानल कसरी एड हान्ने। ल अब चाहिँ स्टार्ट गरौँ है त। तपाईँहरूले चाहिँ कुनै म्याप बनाएर राखिसक्नु भएको छ जसमा चाहिँ प्यानल एड गर्न जानुहुन्छ भने चाहिँ त्यसलाई एडिटमा जानु होला है। मेरो चाहिँ बनाएको छैन, सो म चाहिँ डाइरेक्ट क्रिएट म्यापमा जाँदैछु। अनि तपाईँहरू यहाँ आइसक्नु भएपछि सबसे फर्स्ट अफ अल चाहिँ तपाईँको लेफ्ट साइडको टपमा हेर्न सक्नुहुन्छ आशिष स्टोर भनेर छ है, त्यहाँ क्लिक गर्नु होला। अनि क्लिक गरेपछि सेकेन्डमा थिच्नु होला, सेकेन्ड नम्बरमा थिचेपछि चाहिँ युआई टेम्प्लेट भन्ने चाहिँ यसमा थिच्नु होला है। अनि यहाँ चाहिँ तपाईँले राइट साइडको टपमा चाहिँ तपाईँले भिआइपी भनेर सर्च गर्नुपर्ने हुन्छ है। अनि भिआइपी भनेपछि तपाईँले यहाँबाट चाहिँ एउटा जुनै भए नि एउटा म्याप एउटा प्यानल लिन सक्नुहुन्छ है, जुन मनपर्छ तपाईँलाई है। यहाँ राइट हानिदिनु होला, प्लस आइकन हुन्छ, यस्तो प्लस हुन्छ, यसलाई चाहिँ प्लसमा चाहिँ थिचिदिनु होला, राइट हुन्छ है। त्यस पछाडि चाहिँ ब्याक आउनु भएपछि चाहिँ तपाईँको फेरि लेफ्ट अप्सनमा एसएस स्टोरदेखि अगाडि मोड लेखेको छ, मोडमा गइदिनु होला है। मोडमा गएपछि चाहिँ कस्टम मोडमा गइदिनु होला। कस्टम मोडमा गएपछि एप्लाईमा जानु होला। एप्लाईमा गएपछि चाहिँ यसो हेर्नु होला तपाईँलाई कुन चाहिँ मन पर्यो, यसो प्यानल हेर्नु होला होइन। तपाईँले मन परेको प्यानल हेर्नु होला। अनि तपाईँलाई प्यानल मन पर्यो भने चाहिँ त्यो प्यानललाई कन्फर्ममा थिच्नु होला एउटा प्यानल हेरेर। अनि त्यसमा चाहिँ यहाँ चाहिँ यसलाई एडिट लेआउटमा जानु होला फर्स्ट अफ अल। अनि यसमा चाहिँ चेन्जेस गर्नु होला, यसलाई हटाइदिनु होला। अनि यहाँ चाहिँ यसलाई के लेख्न चाहनुहुन्छ क्यान्सल हुन्छ यहाँ चाहिँ है, क्यान्सल या तपाईँले रङ अप्सन राख्न सक्नुहुन्छ होइन। त्यो तपाईँको मर्जी हो, जे राख्नुहुन्छ है। यहाँ चाहिँ रङ अप्सन राखिदिएको छु। अनि तपाईँको यति भएपछि चाहिँ यहाँ केही लेख्न नि सक्नुहुन्छ। यहाँ प्यानल लेखेको ठाउँमा तपाईँले आफ्नो युट्युब च्यानल नेम समथिङ केही दिन सक्नुहुन्छ हो। अनि दिइसक्नु भएपछि चाहिँ तपाईँ फेरि ब्याक आएर चाहिँ एडिट स्क्रिप्टमा आउनु होला। एडिट स्क्रिप्टमा आइसकेपछि चाहिँ तपाईँले थोरैको पासपोर्ट के राख्न चाहनुहुन्छ तपाईँले यहाँ यता हेर्नु होला, राइट साइडपट्टि स्क्रोल हान्नु होला। सो स्क्रोल हान्नु भएपछि चाहिँ यहाँ तपाईँको जुम हान्नु होला। यहाँ चाहिँ तपाईँले प्यानल लेखेको छ है, यहाँ प्यानल लेखेको छ। सो यो प्यानलमा चाहिँ क्लिक गर्नु होला। अनि यहाँ चाहिँ तपाईँले आफ्नो पासवर्ड के राख्न चाहनुहुन्छ आफ्नो प्यानलको त्यहाँ लेखिदिनु होला होइन। R1 राख्दैछु म चाहिँ R1 राख्दैछु। तपाईँले दुईवटा प्यानलको पासवर्ड राख्न सक्नुहुन्छ। अनि म चाहिँ सेकेन्डको चाहिँ मेरो युट्युब च्यानलको नेम ऱ्याक्स टु एफएफ राख्छु है, ऱ्याक्स टु एफएफ। यो दुईवटामा तपाईँले जे नि राख्न सक्नुहुन्छ। इफ दुईवटामै सेम पनि राख्न सक्नुहुन्छ है। म नि दुईवटामै सेम राखिदिन्छु, ऱ्याक्स टु एफएफ है। मैले दुईवटामै सेम राखिदिइसकेको छु। अब चाहिँ है तपाईँको चाहिँ ब्याक आउनु होला। अनि तपाईँको चाहिँ भइसकेको छैन भने चाहिँ फेरि ब्याक आउनु होला। त्यहाँदेखि चाहिँ सेटिङमा जानु। अनि चाहिँ सेटिङमा गएपछि चाहिँ एडिट स्क्रिप्ट लेखेको छ त्यहाँ क्लिक गर्नु होला। त्यहाँ स्क्रिप्टमा क्लिक गर्नुपर्छ, इभेन्टमा जानु होला। अनि ग्लोबल इभेन्टमा जानु होला। ग्लोबल इभेन्टमा गएपछि चाहिँ प्लेयर अन जोइनलाई ल्याउनु होला माथि। अनि यहाँ चाहिँ यसलाई अफ गरेर युआईमा जानु होला। अनि यहाँ चाहिँ तपाईँको आइसकेको छ क्रिएट कस्टम मोड भनेर सेकेन्डमा छ, यसमा चाहिँ प्लेयर हालिदिनु होला। अनि यो चाहिँ कम्प्लिट भइसकेको छ तपाईँको स्क्रिप्ट चाहिँ। अब प्ले नाउमा गएर एकचोटि टेस्ट गर्नु होला होइन। हुन्छ त्यहाँ चाहिँ युएमपीको लोगो आइसकेको छ है। युएमपीको लोगो माथि हेर्नु होला। अनि त्यहाँदेखि चाहिँ यहाँ तपाईँले जे पासवर्ड राख्नुभएको थियो त्यसलाई हाल्नु होला। हालिसक्नु भएपछि तपाईँलाई अप्सन दिन्छ यसरी। अनि तपाईँलाई जुन जुन मनपर्छ है प्यानलको यो गर्नु होला। अनि मेरो चाहिँ यो बनाएको छैन, हेडसटको बनाएको छैन। तपाईँले चाहिँ सबै बनाएर चाहिँ प्यानलको लास्टमा गर्नु होला। त्यसरी लाग्ने छ, मात्र तपाईँको ड्र्याग गर्नुपर्ने हुन्छ, हेडमा लाग्ने छ, ड्र्याग नगरी त्यसरी लाग्दैन है त। मन पऱ्यो भने चाहिँ सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला है त।